जुन दिन भेनाजुले मेरी दिदीको सिउँदो भर्नुभयो त्यही दिनदेखि उहाँको नजर अलि फरक थियो। मेरो नाम सपना मगर हो र म अहिले 22 वर्षकी भएँ। म अहिले मेरो दिदी भिनाजुसँगै बस्छु। उहाँ दिदीलाई माया त गर्नुहुन्थ्यो, तर जब म अगाडि आउँथे उहाँका आँखाहरूमा एउटा छुट्टै चमक देखिन्थ्यो। उहाँ सधैँ भन्नुहुन्थ्यो, सपना, तिम्रो हाँसोमा यस्तो जादु छ कि मान्छेले आफ्नो बाटो बिर्सिन्छ। उहाँ जिस्कनुहुन्थ्यो, ठट्टा गर्नुहुन्थ्यो, तर कहिले पनि असभ्य हुनु भएन। उहाँका शब्दहरूमा एउटा सेडक्टिभ मिठास हुन्थ्यो, तर ती मर्यादाको घेराभित्रै हुन्थे। मलाई लाग्थ्यो उहाँ सायद मेरो इसाराको पर्खाइमा हुनुहुन्छ। म पनि कहिलेकाहीँ त्यो ध्यानमा रम्थेँ, तर मेरो मनको कुनामा सधैँ दिदीको अनुहार नाचिरहन्थ्यो। धेरै पटक यस्तो भयो कि दिदी काममा बाहिर जानुहुन्थ्यो र हामी दुईजना घरमा एक्लै हुन्थ्यौँ। हामी एउटै कोठामा बसेर कहिले फिल्म हेर्थ्यौँ त कहिले उहाँ मलाई ल्यापटपमा केही काम सिकाउनुहुन्थ्यो। एकपटक, सपना, तिमीलाई थाहा छ, तिम्रो यो सादगी नै तिम्रो सबैभन्दा ठूलो आकर्षण हो। कहिलेकाहीँ मलाई लाग्छ तिमीलाई हेरिरहन पाए अरू केही चाहिँदैन। मैले उहाँलाई हेरेँ। उहाँ मुस्कुराउनु भयो र आफ्नो ध्यान फेरि ल्यापटपमा फर्काउनु भयो। उहाँले सीमा पार गर्नु भएन, तर त्यो इलेक्ट्रिक तनाव कोठामा छताछुल्ल थियो। उहाँ मर्यादित हुनुहुन्थ्यो, तर उहाँको मौनताले धेरै कुरा भनिरहेको थियो। एक दिन मुसलधारे वर्षा भइरहेको थियो। दिदी अफिसमै रोकिनुभयो। म आफ्नो कोठामा किताब पढ्दै थिएँ। भेनाजु भित्र आउनुभयो। आज उहाँको स्वभाव अलि फरक थियो, अलि बढी नै साहसी। उहाँ मेरो ओछ्यानको छेउमा बस्नुभयो र मेरो हात समात्नुभयो। मेरो मुटु जोडले धर्किन थाल्यो। भेनाजु मेरो आँखामा सिधै हेर्दै, मैले धेरै समयदेखि आफूलाई रोकेर राखेको छु सपना, तर आज भन्नै पर्छ, तिमी धेरै हट छौ। साँचो भन्नुपर्दा तिमी तिम्रो दिदी भन्दा पनि धेरै आकर्षक र सुन्दर छौ। म तिमीलाई भुल्नै सक्दिन। उहाँ मतिर झुक्न खोज्नुभयो। उहाँको नियत स्पष्ट थियो। उहाँ आफ्नो भाग्य आजमाउँदै हुनुहुन्थ्यो। मैले झट्कारेर उहाँको हात छोडिदिएँ। मेरो आँखामा आँसु थियो, तर त्यो प्रेमको होइन, अपमानको थियो। भेनाजु पुग्यो। मलाई लाग्थ्यो तपाईको मनमा मेरो लागि सम्मान छ, तर तपाईले त दिदीलाई मात्र होइन मलाई पनि धोका दिनुभयो। दिदी भन्दा सुन्दर भन्नु मेरो लागि प्रशंसा होइन, मेरो दिदीको अपमान हो। भेनाजु अलि हताश हुँदै, मैले त केवल सत्य बोलेको हो सपना। के तिमीले कहिले केही महसुस गरिनौ? मैले जे महसुस गरेँ त्यो एउटा दाजुको माया थियो, तर तपाईले त्यसलाई एउटा सस्तो खेल बनाइदिनु भयो। तपाईको यो नजरले अब मलाई यो घरमा बस्न दिँदैन। त्यसको भोलिपल्टै मैले आफ्नो ब्याग प्याक गरेँ। दिदीले सोध्नुभयो, किन यति हतारमा? मैले बहाना बनाएँ कि मलाई हजुरबा हजुरआमाको धेरै याद आयो र मलाई केही समय गाउँको शान्तिमा बिताउन मन छ। मैले दिदीलाई सत्य भन्न सकिनँ, किनकि म उहाँको संसार उजाड बनाउन चाहन्नथेँ। तर मलाई थाहा थियो त्यहाँ बसिरहनु मेरो आत्मसम्मानको विरुद्ध थियो। अहिले म गाउँमा छु। यहाँ पहाडको शुद्ध हावा र हजुरबाको कथा छ। भेनाजुको त्यो भ्रमबाट म टाढा छु। मलाई दुःख छ कि एउटा सुन्दर सम्बन्धमा दाग लाग्यो, तर मलाई गर्व छ कि मैले सही समयमा सही निर्णय लिएँ। मर्यादाको सिमाना काट्नुभन्दा त्यो बाटो नै छोडिदिनु उचित रहेछ। ल साथीहरू, आजको यो कथा यही नै समाप्त गर्छु। आशा छ तपाईहरूलाई कथा मन पर्यो होला। यदि भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट अनि शेयर गरेर मेरो च्यानल निरुताको कथालाई सपोर्ट गर्नुहोला है। फेरि अर्को कथामा भेटौँला है त। अहिलेलाई धन्यवाद, नमस्ते अनि बाई।